फर्स्टली तपाईले यो भिडियोमा क्लिक गर्नुभएको छ भनेपछि तपाई टेक रिलेटेड कन्टेन्टमा इन्ट्रेस्टेड हुनुहुन्छ र भिडियो एडिटिङमा तपाई डेफिनेटली इन्ट्रेस्टेड हुनुहुन्छ। सो टाइम वेस्ट नगरी आजको भिडियोलाई सुरु गरिहालौं। सो जनरली भिडियो एडिटिङको लागि मल्टिकोर परफर्मेन्स बेटर भएको सीपीयू चाहिँ चुज गर्नु एकदमै इम्पोर्टेन्ट हुन्छ र इन्टेल र एएमडी मा कम्पेयर गर्नुहुन्छ भने एएमडी को मल्टिकोर परफर्मेन्स बेटर हुन्छ, जसले गर्दाखेरि भिडियो एडिटिङको लागि एकदमै हेल्पफुल हुन्छ। यदि तपाईले सीपीयू हेर्दै हुनुहुन्छ भने मल्टिकोर परफर्मेन्स बेटर भएको एएमडी को सीपीयू चाहिँ तपाईले चुज गर्न सक्नुहुन्छ। यदि पाउनु भएन भने नर्मली तपाईले इन्टेल को पनि युज गर्न सक्नुहुन्छ। र त्यसमा पनि जेनेरेसनको कुरा हुन्छ। धेरै पुरानो जेनेरेसनको नलिनु होला। धेरै पुरानो जेनेरेसनको लियो भने तपाईलाई त्यति राम्रो परफर्मेन्स चाहिँ हुँदैन। अहिले हालचालै लन्च भएको सीपीयू भन्दा 2 स्टेप अगाडिसम्मको सीपीयूहरु तपाईले पर्चेस गर्न सक्नुहुन्छ। सो यदि तपाई भिडियो एडिटिङको लागि ग्राफिक्स कार्ड खोजिरहनु भएको छ भने तपाई नसोचिकनै एनभिडिया तर्फ जान सक्नुहुन्छ। एएमडी तर्फ त्यति धेरै बेटर परफर्मेन्स तपाईले पाउन सक्नुहुन्न इन टर्म्स अफ भिडियो एडिटिङ। त्यसकारणले एटलिस्ट तपाई सुरुवात गर्दै हुनुहुन्छ भने 3050 6GB VRAM सहितको ग्राफिक्स कार्डलाई लिन सक्नुहुन्छ। सो जनरली भिडियो एडिटिङको लागि सीपीयू चाहिँ अलिकति हेभी र ग्राफिक्स कार्ड चाहिँ अलिकति कमजोर भए पनि खासै फरक चाहिँ पर्दैन थिएन। तर आजको समयमा इफेक्टहरु, रेन्डरिङ र 3D वर्कलोडको कारणले गर्दाखेरि तपाईले जीपीयू पनि राम्रो खाले रोज्नु आवश्यक छ। सो हायर टीडीपी वालामा तपाई भिडियो एडिटिङको लागि ल्यापटप लिनुहुन्छ भने कमसे कम पनि 140 वाटको टीडीपी त्यसमा हुनुपर्छ। 140 वाट देखि 160 वाट सम्मको तपाई बिगिनर लेभलमा हुनुहुन्छ भने, इन्टरमिडिएटमा हुनुहुन्छ भने 160 देखि 180 टीडीपी त्यसमा हुनु पर्यो र हाई एन्डमा लिनुहुन्छ भने तपाई 180 देखि माथिको 250 सम्म अथवा त्यो भन्दा पनि माथि आउँछ भने तपाईले जति पनि लिन सक्नुहुन्छ। जति धेरै टीडीपी भयो त्यसको परफर्मेन्स पनि बेटर हुन्छ। त्यो भन्दा माथिको तपाईको आवश्यकता अनुसार 4050 लगायतमा लिन सक्नुहुन्छ। र यदि तपाई i5 टाइपको लिदै हुनुहुन्छ भने 3050 ले पनि तपाईलाई काम चल्ला, 4050 ले पनि तपाईलाई काम चल्ला। र यदि तपाई Ryzen 7 अथवा i7 टाइपको प्रोसेसरको साथमा जाँदै हुनुहुन्छ भने एटलिस्ट 4060 अथवा त्यो भन्दा 4070 टाइपको ग्राफिक्स कार्ड चाहिँ एड गर्नु होला। सो भिडियो एडिटिङको लागि ल्यापटप खरिद गर्दा धेरैले इग्नोर गर्ने तर सबसे इम्पोर्टेन्ट कुरा भनेको स्क्रिन साइज, त्यसको कलर एक्युरेसी कुराले एकदमै म्याटर गर्दछ। जनरली मार्केटमा 15.6 इन्चका स्क्रिन साइज भएका ल्यापटपहरु धेरै पाइने गर्छन्, तर त्यस्ता ल्यापटपहरुमा अलिकति भिडियो एडिटिङ गर्दा असहज हुने गर्दछ। त्यही भएर अलिकति ठूलो साइजमा तपाईले 17 इन्च सम्म भयो भने तपाईले त्यसलाई चाहिँ प्रिफर गर्नु होला ओभर 15.6 इन्चको ल्यापटप भन्दा। यदि तपाईले 17 इन्चको ल्याउन सक्नु भएन, पाउनु भएन अथवा तपाईको बजेटले भेटेन भने तपाई 15.6 इन्च भन्दा कमको ल्यापटप चाहिँ नलिनु होला। 13-14 इन्चको ल्यापटपले तपाईलाई भिडियो एडिटिङमा एकदमै दिक्कत गर्नेवाला छ। कलर ग्यामुटको कुरा गर्दाखेरि तपाईले अरु कुनै कुरा नसोचिकन DCI-P3 कलर ग्यामुट भएको स्क्रिन अथवा डिस्प्लेलाई तपाईले चुज गर्नुपर्ने हुन्छ यदि तपाई ल्यापटप भिडियो एडिटिङको लागि लिँदै हुनुहुन्छ भने। यसले चाहिँ sRGB कलरले भन्दा धेरै भाइब्रेन्ट र स्याचुरेट कलरहरु चाहिँ अफर गर्छ, जसले गर्दाखेरि तपाईलाई भिडियो एडिटिङको लागि कलर एक्युरेसीको लागि कलर ग्रेडिङ गर्दाखेरि एकदमै हेल्पफुल हुनेवाला छ। यदि त्यसको लागि बजेट छैन भने कमसे कम पनि 100% sRGB भएको लिनु सक्नुहुन्छ। अब तपाईले भिडियो एडिटिङ गर्नुहुन्छ, रेन्डरिङ गर्नुहुन्छ, त्यसको लागि डाटा ट्रान्सफर गर्ने पर्यो। डाटा ट्रान्सफर गर्नको लागि एकदमै फास्ट रेटमा डाटा ट्रान्सफर गर्नको लागि थन्डरबोल्ट पोर्ट छ भने तपाईका लागि एकदमै बेस्ट हुनेवाला छ। थन्डरबोल्ट पोर्टको थ्रुबाट डाटा ट्रान्सफर मात्र होइन कि यसमा तपाईले एक्सटर्नल ग्राफिक्स कार्ड लगाएर यसमा चाहिँ परफर्मेन्स बुस्ट गर्न पनि सक्नुहुन्छ। खास गरेर तपाईलाई चाहिँ यो हाई एन्ड डिभाइसहरुमा धेरै असु देख्न मिल्छ, तर यदि तपाईहरुले म्याकबुकहरु लिनुहुन्छ भने त्यसमा चाहिँ थन्डरबोल्टको सपोर्ट हुन्छ नै हुन्छ। नेक्स्ट थिङ भनेको र्यामको कुरा हुन्छ। र्याम लिँदाखेरि चाहिँ कुनै कन्फ्युजन हुँदैन। तपाईले कमसे कम पनि DDR4 र्याम 3200 मेगाहर्ज को 16GB डुअल च्यानल र्याम चाहिँ इन्स्टल भएको अथवा इन्स्टल गरेर तपाईले लिनुपर्ने हुन्छ। त्यो भन्दा कमको र्याम चाहिँ आजको जमानामा तपाईलाई कामै गर्दैन, ह्यान्डलै गर्न सक्दैन भिडियो एडिटिङको लागि। सो त्यही भएर तपाईले कमसे कम पनि 16GB DDR4 3200 मेगाहर्ज को र्याम, त्यो पनि डुअल च्यानल तपाईले लगाउनु पर्ने हुन्छ र त्यसमा पनि तपाईले एक्सपान्ड गर्न सक्ने अप्सन सहित चाहिँ तपाईले लिनुपर्ने हुन्छ। कमसे कम पनि तपाईले त्यसमा 32GB सम्म एक्सपान्ड गर्नको लागि अप्सन भएको ल्यापटप चाहिँ तपाईले लिनुपर्ने हुन्छ। अब स्टोरेज पनि उत्तिकै इम्पोर्टेन्ट रहन्छ। त्यसका लागि तपाईले कमसे कम पनि NVMe M.2 Gen 4 SSD
एसएसडी चाहिँ लगाउन सक्नुहुन्छ। त्यो पनि 512 GB मिनिमम त्यसको क्यापेसिटी चाहिँ हुनु पर्यो। त्यसमा चाहिँ तपाईले ओएस र अदर एप्लिकेसन प्रिमियर प्रो, डाभिन्ची, आफ्टर इफेक्ट जे राख्नुहुन्छ त्यसमा चाहिँ लोड गर्न सक्नुहुन्छ। र स्टोरेजको लागि अन्य भिडियो तथा फोटोहरू, फाइलहरू राख्नको लागि र स्टोर गर्नको लागि तपाईले छुट्टै कमसे कम 512 GB को छुट्टै अझै एउटा NVMe M.2 Gen 4 SSD नै लगाउनु पर्ने हुन्छ। 1 TB को भयो भने बेटर भयो। यदि तपाईको बजेट कम छ भने त्यसमा अझै एक्स्ट्रा 512 GB को NVMe M.2 कमसे कम पनि Gen 4 SSD चाहिँ हुनु आवश्यक छ, जसले गर्दाखेरि तपाईलाई भविष्यमा कुनै समस्या हुँदैन। त्यसले डाटाहरू ट्रान्सफर गर्नको लागि, स्टोरेज गर्नको लागि एकदमै हेल्पफुल हुनेवाला छ। र यसका अलावा तपाईले अन्य एक्सटर्नल ड्राइभरहरू पनि युज गर्न सक्नुहुन्छ। एक्सटर्नल हार्ड डिस्कहरू, हार्ड ड्राइभरहरू त छँदैछ, त्यो पनि तपाईले आफ्नो आवश्यकता अनुसार चाहिँ युज गर्न सक्नुहुन्छ। वन मोर थिङ भनेको तपाईले 1 TB को सी ड्राइभ लिएर त्यसलाई चाहिँ डिभाइड गरेर हाफ हाफ गराउँछु भन्ने कुरा चाहिँ गल्ती नगर्नु होला, किनकि यो पर्सनल एक्सपिरियन्स पनि हो। यदि तपाईको सी ड्राइभमा समस्या आयो भने तपाईको पुरै डाटा चाहिँ खराब हुन्छ। त्यसकारणले गर्दाखेरि तपाईले सी ड्राइभमा डाटा स्टोर कहिले पनि नगर्नु होला। सो यसरी चाहिँ तपाईले आफ्नो लागि भिडियो एडिटिङको लागि बेस्ट ल्यापटप चाहिँ चुज गर्न सक्नुहुन्छ। यदि तपाईहरुलाई भिडियो एडिटिङको लागि ल्यापटपहरुको सजेस्ट चाहिएको छ भने मैले कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुन्छ। त्यसको लागि मैले सेपरेट भिडियो बनाउँछु र त्यहाँ चाहिँ डिटेलमा हामीहरुले चर्चा गर्नेछौँ। सो यस्तै नयाँ टेक रिलेटेड कन्टेन्टहरुको लागि हामीलाई सब्स्क्राइब गर्न नभुल्नु होला र हामीलाई फलो गर्न पनि नभुल्नु होला।